तपाईँ बोलिरहनु भएको छ तर तपाईँलाई कसैले पनि ध्यान दिएर सुनिरहेका छैनन्। धेरैलाई लाग्छ राम्रो बोल्नु भनेको धेरै बोल्नु हो, तर वास्तवमा तपाईँ के बोल्नुहुन्छ भन्दा पनि तपाईँ के बोलिरहनु भएको छ भन्ने कुराले 90% फरक पार्छ। आज हामी यस्तो तरिकामा कुरा गर्नेछौँ जसले तपाईँको बोलीमा जादु भर्नेछ। पहिलो गल्ती, भुइँतिर हेरेर नबोल्नुहोस्। यसले तपाईँ भित्रको आत्मविश्वास कम छ भनेर देखाउँछ। र दोस्रो गल्ती, हातहरू खल्तीमा हाल्ने वा पछाडि बाँध्ने नगर्नुहोस्। यसले मानिसहरूमा तपाईँप्रतिको भरोसा जगाउनमा सहयोग पुर्याउँछ। यदि तपाईँ प्रभावशाली स्पिकर बन्न चाहनुहुन्छ भने आजदेखि यी 3 कुरा लागू गर्नुहोस्। 1. आई कन्ट्याक्ट। क्यामेरामा हेर्दा लेन्समा हेर्नुहोस् र मानिसहरूसँग बोल्दा उनीहरूको आँखामा हेर्नुहोस्। यसले तपाईँ सच्चा हुनुहुन्छ भन्ने कुरा प्रमाण दिन्छ। 2. पावर अफ पज। मेसिन गन जस्तो नबोल्नुहोस्। महत्त्वपूर्ण कुरा बोलिसकेपछि 1-2 सेकेन्ड रोकिनुहोस्। यसले सुन्ने मानिसहरूलाई सोच्ने समय दिन्छ। र 3. आवाजको उतार चढाव। एउटै टोनमा नबोल्नुहोस्। उत्साह भएको ठाउँमा अलि जोसका साथ बोल्नुहोस् र गम्भीर ठाउँमा अलि बिस्तारै र ध्यान पुर्याउनुहोस्। बोल्ने कला एउटा सिप हो जुन जोसुकैले पनि सिक्न सक्छन्। प्रभावशाली बोलीले तपाईँको बाटो सजिलो बनाउँछ। तपाईँलाई बोल्दा सबैभन्दा गाह्रो लाग्ने कुरा के हो? कुरा बिर्सने वा हात काँप्ने? कमेन्टमा लेख्नुहोस्। मिलेर छलफल गरौँ। तबसम्मका लागि मलाई फलो गर्दै गर्नुहोला। नमस्कार। आफ्नो बोली आज बनाऊ।